अहिले हामी प्युठान जिल्लाको सुर्गद्वारी यहाँ अहिले एकदमै बिहानीको समय छ, हावा चलेको छ बेसरी। यहाँको बिहानीको दृश्य, सूर्योदय पश्चातको दृश्य यस्तो छ। यहाँको संरचनाहरू यो खालका छन्। हाम्रो साथीहरू उता फोटो खिच्नतिर व्यस्त हुनुहुन्छ भने उतापट्टि आउने भक्तजनहरूलाई खाना खुवाउने सुताउने व्यवस्था रहेछ। यही मन्दिरकै फन्डबाट चलाएको रहेछ भने यतातिर यो खालका संरचना छन्। यी घरहरू नभएर यी सबै मन्दिर हुन्, स्वर्गद्वारी क्षेत्रका यी संरचना हुन्। र यसै गरी यहाँको विशेष आरती हुने ओम भन्ने ठाउँ यो भित्र रहेछ। यहाँ चाहिँ बेलुका बेलुका आरती हुने र आउने भक्तजनहरूले यस्तो कुनाबाट भित्र हेर्न पर्ने रहेछ। भित्र गएर हामीलाई अनुमति प्रवेश रहन्छ भित्र जाने। हामीले पनि हिजो बेलुका आरती हेर्नु बेलुका आइपुगेर यो खालको संरचना छ भने एकदमै सफा सुन्दर स्वच्छ छ वातावरण। त्यहाँ चाहिँ पुनर्निर्माणको अवस्थामा रहेछ अथवा नयाँ यस्तो छ। हावा एकदम यसरी पल्टिचै पनि धेरै हुनुपर्छ है। हाम्रो इलामको सर हुनुहुन्छ यहाँ। हाल कार्यरत कहाँ हुनुहुन्छ सर तपाईँ? भन्दिँदा हुन्छ, कार्यरत कहाँ हुनुहुन्छ भन्नु त हजुर? अहिले हुनुहुन्छ हाम्रो इलामको सर। हामी लगभग पूर्वेली नै 5-7 जना छौँ। यो माछाको तालिममा सहभागी हुने क्रममा यता आउने मौका जुटेको हो। यो सूर्योदय भएको अवस्था छ है। यता भनेपछि यता यहाँ स्वर्गद्वारी पाठशाला रहेछ। यो संस्कृत पाठशालामा विद्यार्थीहरू सानो भाइहरू यसरी यो पाठशाला रहेछ। उहाँहरूको छुट्टै संस्कृत विद्यालय हो। उहाँहरूको पढाइ अब के सुरु हुन लाग्यो होला, तन्तर मन्तर यस्तो रहेछ त्यो पाठशाला। यस स्वर्गद्वारी ठुलो क्षेत्रफलले एकदम ठुलो एरिया ओगटेको रहेछ। यतापट्टि चाहिँ यहाँ के छ, गुफा छ अरे। यता गुफा छ। गुफामा जान 10-15 मिनट टाइम लाग्ने छ। हामीलाई समय कम भएको कारणले यो यति ठुलो क्षेत्रफलमा स्वर्गद्वारी यसको एरिया। यहाँनिर गाईहरू 500+ गाईहरू जर्सी नेपाली विभिन्न जातका गाई।